Hi everyone, how are you all? अनि स्वागत छ आजको मेरो कुकिङ भिडियोमा। मेरो कालो कराईले ठ्याप्प हानेर तिमीलाई फुक्लुक्कै ढालिदिन्छु मैले चाहिँ। अनि आज चाहिँ म बनाउन गइरहेको छु लौका र आलु। लौ खान्छौ कि लौका खान्छौ, के खान्छौ कान्छी? हान्दिम हो हान्दिम लौका हो छैन। अब त्यहाँ लौका पकाउन लाएको भाँडा गन्द्राङ गुन्द्रुङ खसेर मलाई यस्तो रिस उठ्यो भने नि त्यही भाँडालाई हान्दिउँ जस्तो भयो कि। अनि फेरि यसो सोचेँ होइन भाँडाले नहान मलाई भाँडालाई दुख्छ अनि अलिकति मेरो कानलाई पनि दुख्छ भनेर फेरि चाहिँ होइन आफ्नै कानलाई त के दुःख दिनु भनेर चाहिँ अब आफ्नो शान्त बालिके शान्त भनेर चाहिँ म आलु खुवाइ तास्न थालेँ। अब यो आलु नतासी त भएन, के गर्नु। त्यसका बाजेलाई किन्दाखेरि चाहिँ यस्तो त्यो मैला नै 1 केजीको छ होला के। त्यो आलुलाई पैसा हाल्यो कि मैलालाई पैसा हाल्यो थाहै छैन, त्यो माटोलाई पैसा हाल्यो थाहै छैन त नि। यस्तो ठग यो भएन। यो यस्तो पाराले को यो आलु रोप्ने अलि राम्रोसँग यो माटो फ्याँकेर दिन पर्यो। यो आलु व्यापारी कुन हो होइन, हामीलाई अलि घाटा लाग्यो। हामीले यो आलु किने हो कि माटो किने हो, हामीलाई नै अलिकति कन्फ्युज भएन। पैसाको अलिकति अभाव छ, त्यो बुझ्दिन पर्यो है, त्यति चाहिँ बुझ्दिनु पर्यो कान्छा। अनि यो कालो कराईमा चाहिँ अब यो तेल हाल्नुपर्छ। थाहा छ कि थाहा छैन? पता है नै पता है? एब्सेन्स नो एब्सेन्स। अब यो काट्नु पर्यो लौका। अब लौका कसरी काट्नुहुन्छ तपाईँहरूले? अब भित्रको गुदी खाने हो भने त्यही लौकाको जस्तै गुदी हुन्छ र अनि जेमा नि लौका भन्दै हिँड्ने होला। अब हामीलाई चाहिँ गुदी हालेको मन पर्दैन, त्यही भएर आफ्नो गुदी पनि छैन कि, दिमागै छैन कि। अनि त्यही भएर अब तपाईँहरूले त्यो भित्रको लौकीको गुदी खानुहुन्छ र अब यसो दिमाग छ दिमाग पुऱ्याउनुहुन्छ। अब हाम्रो चाहिँ अब लौकाको जेसुकैको उयो गुदी खाइँदैन, त्यही भएर आफ्नो गुदी पनि छैन। रित्तै हो। अब यसरी काट्नुपर्छ अरे थाहा छ कि थाहा छैन? अब कहिले पकाउनु भए पो थाहा हुन्छ। अब जाँगर कहिले पकाउनु परेन थाहा पनि छैन। खाना मात्रै गरेर हुन्छ। 5 फुराउनु पर्छ त्यहाँ, त्यत्तिकै पाक्छ। राम यसरी फ्याट म्याजिक गरेर प्याज पनि काट्नुपर्छ। यहाँ 5 फुराउनु अलिकति कालो भएपछि प्याज पनि फुराउनु पर्छ। स्वाई चलाउनु पर्छ यसरी कालो कराईमा। त्यो नयाँ कराईमा पाक्दैन नि फेरि यस्ता लौकी फेरि कालै कराई चाहिन्छ। फेरि कति नराम्रो कराई हो भनेर भन्नु होला। फेरि राम पैसा भएकाले ल्याएर दिए हुन्थे राम्रो कराई। त्यही पनि हामी पैसा नै भए पनि यस्तै कालो कराईमा खाने।